घार अनुसन्धान गर्दैछ तर घारभित्र चाहिँ पसिना आएको रहेछ पुरा। यता माथिबाट निक्लेर पनि उड्दैछ। उड्न चाहिँ यही मौरीले यसो विचार गर्दैछ तर उसले साथी बोलाएर पनि ल्याइसक्यो। एउटा चाहिँ पक्रेर यहाँ छिराइएको थियो। अब यहाँ हेर्दैछन् हेर्न चाहिँ तर यो घार चाहिँ भित्र अलिक सफा रहेनछ। मैले पनि त्यसै छिराइदिएँ। अहिले खोलेर हेरेको यसमा फेरि बाहिर चाहिँ उयो रहेछ, ढुँडी उठेको रहेछ। त्यो भएकोले गर्दा चाहिँ के गर्छ कुनी अर्को पनि छ एउटा सफा गरेर अर्कोमा हाल्नु पर्ला। हिजो पनि हेरेर गएको हो यसले घार चाहिँ, तर हिजो अर्को ठुलो डुँड सफा थियो त्यो चाहिँ मन पराएन। त्यो चाहिँ किन मन पराएन, ठुलो भयो कि। अब यसमा चाहिँ अलिक सानो छ छनु चाहिँ तर भित्र पसिनिएको रहेछ, पुरा पसिनै पसिना छ। यो चिसोको थियो। यसमा के गर्छ, बसो भने पनि यो भित्र चाका टाँसिँदैन होला। यो चिसो छ, खोइ हेर्न चाहिँ हेर्दैछ। धेरै सङ्ख्या पनि बढी आइसके आउन चाहिँ हेर्दैछन्। हेर्न चाहिँ घार ल मौरीको झुन्डको सङ्ख्या फेरि बढेर आएको छ। हेर्दैछन्। ल ल नयाँ घरमा पहिलोचोटि मौरी आए। यसरी नै हो नि, म बिचमा छ नि कहानी। ऊ त्यहाँ अब फ्यात्त पोको परेर बस्छन् क्या। ल नयाँ घरमा कसैले थाहा नै पाएन यो मौरी आएको होइन। मौरीको घरमा चाहिँ अलिक ढुँडी आएको थियो भित्र, नत्र सुक्खा चाहिँ सुक्कै रहेछ। त्यही त अहिले पुस्न चाहिँ भ्याइयो। केही गर्दैन बाख्रालाई। छैन टोकेको, डराएका हुन् यिनीहरू। होइन त्यो त यहीँ बस्दा भइहाल्छ। यहीँ बसिसकेपछि उड्दाखेरि त्यो बाख्रालाई समस्या हुँदैन कि। ल ल ल सजिलो पनि भयो। ल हिजोको पुरानो घार अर्को देखाएको पुरानो घार ठुलो भएछ, मन पराएनन्। आजको यो घार ठिक्कको छ। यो ठिक्कको घार मन पराए। निकै ठुलै सङ्ख्या रहेछ। त्यति साह्रो ठुलो पनि होइन, सानो पनि होइन। ठिक्कको सङ्ख्या रहेछ। लगभग हेरिसकेपछि तपाईँको 1 घन्टा कि धेरैमा धेरै 1.5 घन्टा हो क्या, त्यति भित्रमा आइसक्छ क्या। अहिले त टोक्दैन नि यतिखेर त यो, किनभने चलाउनु पनि हुँदैन होइन। त्यहाँ नजिकैबाट त्यो भाले मौरी हो। त्यो कालो छ नि माथिको, त्यो भाले मौरी हो। भाले मौरी हो त्यो। नयाँ नयाँ एक्सपिरियन्स होइन। अब यहाँ रानी मौरी होइन, पुच्छर ठुलो हुन्छ।
त्यो काला चाहिँ भाले हुन् होइन, काला भाले हो। रानी मौरी त्यो पल्लोपट्टि बाहिरै बसेको छ क्या हो, सबै ती झुन्ड लाग्दैछन् होइन, बिस्तारै छिर्छन् भित्र, त्यसलाई पुरेको होला हौ त्यहाँ हो। सबै यहाँ पहिलोपल्ट आएको नबिच्काउँ। होइन, यहाँ समय राख्दा कामेको छैन। गन्तीमा हुँदैन क्या यो, माना हिसाब गर्दा चाहिँ 1 महिना 2 महिना भन्दै हिसाब गर्दा चाहिँ हुन्छ। गन्तीमा त कति छन् यति साना जिनिस भागेर छुटेर मात्रै हिँड्ने, त यो बाहिर पोको परे जति मात्रै पनि हिँड्छ। अस्ति उहाँ आएको यति मात्रै थियो बाहिरको जति। ए होइन, यो घार छोडेर आयो भने पनि धेरै हुन्छ, छुटेर हिँड्ने पनि ठुलो उयसबाट सङ्ख्याबाट छुट्यो भने त धेरै नै हुन्छन्। अनि यो चिसो थिएन नि त दाजु, भित्र त नि ढुँडी मात्रै थियो क्या। ल लगभग अब बसिसक्न आँटे।